यो चाहिँ खोटाङको त्रिचिपा भन्ने ठाउँ हो। अनि यो चाहिँ धामी बस्ने तयारी हुँदैछ। सबै चिन्ता भनौँ न, घर चिन्ता राख्नुहुने। यो हाम्रो नाना भेनाको घर हो। अनि मेरो चाहिँ भेना चाहिँ आफै धामी हुनुहुन्छ। उहाँको गाउँमा भनौँ न एकदम सबैले मान्ने पुज्ने धामी नै हुनुहुन्छ। उहाँहरू चाहिँ पुमा राई हो। अनि त्यहाँ चाहिँ एकदम अब चिन्ता बस्ने तयारी हुँदैछ। उहाँको कान्छा नातिको चाहिँ छेवर थियो, त्यही भएर हामी चाहिँ त्यहाँनिर गएका थियौँ। अनि त्यसपछि छेवर सँगसँगै सकिएसँगै लगत्तै नाना भेनाले चाहिँ घर चिन्ता पनि राख्ने भन्नुभयो। अनि त्यसमाखेरि चाहिँ बस्नुहोस् न सबैजना अनि भनेर भन्नुभएकोले हामी पनि बस्यौँ। र चिन्ता राख्दाखेरि चाहिँ एउटा जोखाना हेर्ने भनिन्छ कि, जोखाना हेर्ने। अनि त्यतिखेर जोखाना हेर्दाखेरि, चिन्ता राख्दाखेरि हेरेको जोखाना चाहिँ एकदमै पुग्छ। अनि त्यो चाहिँ ठ्याक्कै आउँछ भन्ने भनाइ छ नि त। त्यही भएर पनि हामी बसेको। चिन्ता अब सुरु भयो। हाम्रो भेनाले सुरु गर्दै हुनुहुन्छ। अनि अहिले चाहिँ लगभग 8-9 बजिसकेको थियो। सबैजना अनि बसिरहेका छौँ एक त। अनि अर्को चाहिँ अब मेरो छोरालाई पनि लगेर गएको थिएँ। उसलाई पनि यस्तो कुराहरू देखेको हुँदैन नि त, देखेको छैन अहिलेसम्म उसले पनि। त्यही भएर चाहिँ उसलाई पनि देखाउनु पऱ्यो भन्ने हिसाबले बसेको। उसले पनि हेरिरहेको छ। लगभग 10-11 बजेसम्म त ऊ पनि बस्न सक्यो, हेऱ्यो। त्यसपछि त अब केटाकेटी हो, सानो छ 5 वर्षको, निद्रा लागेछ। उसलाई मैले सुताएँ। अनि त्यसपछि अब चिन्ता त रातको 2 बजेसम्म, लगभग 2-3 बजेसम्म भएको थियो होला। धेरै बेरसम्म त हामीलाई पनि बस्न गाह्रो भयो। त्यही भएर धेरै बेरसम्म बसिएन। त्यही 12-1 बजेसम्म चाहिँ बसेर हेरेँ। अनि त्यसपछि भरे एकैचोटि जोखानाहरू हेर्ने समयमा चाहिँ उठेर आएर जोखानाहरू चाहिँ हेर्न लगायौँ। अब यस्तो कुराहरू चाहिँ पहिला गाउँघरमा प्राय भइ नै राख्थ्यो। हाम्रो त गाउँ उदयपुरमा भएकोले गर्दाखेरि चाहिँ पहिला गाउँघरमा अनि घरमै पनि कतिचोटि चिन्ताहरू बसाल्थ्यो। अनि गाउँहरूमा पनि कति धेरै गुरु पूजा भन्ने। अनि यस्तो बेलामा त धेरै चिन्ताहरू बस्ने। अनि अब कोही मान्छेहरू खस्यो भने पनि त्यो घर पनि चिन्ता बसेर मात्रै सुत्याइहरू गर्ने। यस्तो भएर रेगुलरली पहिला पुरानो अवस्थामा चाहिँ, बाल्य अवस्थामा चाहिँ हामीले चाहिँ देखि नै राखेको। अहिलेको जेनेरेसनले चाहिँ यस्तो खासै देख्न पाएको छैन, अझ भनौँ सहर बजारमा चाहिँ। त्यही भएर पनि अब यो पछिको लागि एउटा सम्झना हुन्छ। पछिका पुस्ताहरूले पनि हेरुन् देखुन् भन्ने हिसाबले चाहिँ यसो गएको बेलामा एउटा मौका पारेर मैले पनि हाम्रो भेनाको पनि सम्झना, नाना भेनाको सम्झना हुन्छ भनेर चाहिँ क्याप्चर गरेको। खासै राम्रो खिच्न आउँदैन र त्यस्तो धेरै प्रोफेसनल तरिकाले खिच्न पनि आउँदैन। एउटा जस्ट मेमोरीको लागि, भेनाको सम्झनाको लागि र यो अहिलेको यो रीतिरिवाजको सम्झनाको लागि भनेर चाहिँ खिचेको। र अब यो राखेको पछिलाई एउटा यसको चाहिँ अब छुट्टै महत्त्व छ भनौँ न, त्यसको लागि हो। अब यो चिन्ता त अन्तिमसम्म नै हुन्छ, तर धेरै क्याप्चर गर्न सकिनँ। म पनि निद्रा लागेर सुत्न गइहालेँ। जति सकेँ त्यति गरेको छु क्याप्चर। अब पछि फेरि यस्तो अवसरहरू मिल्यो भने अझ राम्रोसँगले गर्नेछु। त्यही पनि यो अहिले अपलोड गरिहालेको। पछि केही केटाकेटीले मोबाइल चलाउँछ, के गर्छ, फेरि सबै डिलिट हुन्छ, डिलिट गरिदिन्छन्। त्यही भएर अनि यहाँ चाहिँ अब विशेष गरी यहाँ चाहिँ सबैजना आफ्नै भाषा बोल्नुहुन्छ। कति खुसी लाग्दो कुरा हो, कति गर्व लाग्छ सुन्दा पनि। तर हामीलाई चाहिँ पटक्कै आफ्नो भाषा आउँदैन। चामलिङ राई हो हामी चाहिँ। भेनाहरू पुमा। यो गाउँभरि प्रायः उहाँहरूको आफन्त पुमा नहुनेले पनि पुमै भाषा बोल्नुहुन्छ। यो ब्याकग्राउन्डमा पनि सुन्न सक्नुहुन्छ। सबैजना पर्वते भाषा चाहिँ होइन कि, उहाँहरू सबै पुमा भाषामा नै गफ गर्नुहुन्छ, बोलाउनुहुन्छ। एकअर्कामा कम्युनिकेसनको स्टाइल नै उहाँहरूको आफ्नो भाषै हो। यी मेरो छोरा पनि हेरिरहेको छ अहिलेसम्म। अब उसलाई के कुराको जिज्ञासा हुन्छ नि त, सोधेकै गर्छ। बसिरहेको छ। उसलाई पनि यस्तो कुराहरू रमाइलो लाग्छ। अझ पहिलोचोटि देखेको, रमाइलो नमान्ने त कुरै भएन।
यस्तो थियो ल। कतिजनाले हेर्नुहुन्छ इन्जोय गर्नुहोस् न हेरेर। Jurung tato din tahan, is bali sama. Musuh taso pun kali tato. Jo baba. अझै पो ज्यादा खाना नै त ल ज्यादा आइरुद्र एकदम ज्यादा चक्को खाना त दो ल खाना धन्तो दसे अब म पनि एकछिन केटा खाने म
कता सुत नि कता बनाएर पनि गर्दा बसेको साइलालाई सेन्टमेन्ट नभएर इम्याङ रहेछ बाट हाल्नेपछि सोधौँ न लाटा गइसकेपछि त्यो त सिद्धेका देउतालाई खाइसक्यो क्या देउताले कपा कपी बाबाजु सोमसोममा चित्त बुझाएर त्यो पनि धेरै भयो हाम्रो त्यति त भएको छैन चक्यो हामी त नखाइ हजुर हामीलाई त्यति त बाँडिदिएन खोइ अनि जोखनामा आएको कामै छैन माखुङमा चिला धामी रक्सिदुङ मानको देउतालाई तन्दिनालाई साफी अनि